हेलो गाइज, आज चाहिँ हामी हार्लेमको यात्रामा हामी एम्स्टर्डम जौदोसदेखि हार्लेमको यात्रामा आएको छु र यहाँ अहिले ब्युटिफुल ठाउँमा आएर एकछिन बसेको। यता लेक, यता गाडी कुद्ने सहर, यहाँ राम्रो फुलबारी। ल सुरुमा चाहिँ मैले बनाउन भ्याइनँ, त्यतिखेर बनाउनु भ्याइनँ भन्दा नि याद आएन, तर अहिले बनाउँदैछु। हामी यात्रामा छौँ। अहिले कति भयो साथी हिँडेको हाम्रो साथी 40-45 मिनट भयो हिँडेको। साइकलमा पेलेको छ। आज कामको छुट्टी थियो। ल हामी जाँदैछौँ। अब यो यात्रामा जति नै खुट्टा गले पनि गन्तव्य चाहिँ राम्रो छ है। अहिले मिड ठाउँमा आउँदाखेरि यस्तो छ हैन। यहाँबाट अब हामी निस्किने आँटेको छौँ हार्लेमतर्फ। अब यहाँबाट फेरि गन्तव्य सुरु हुनेछ। साइकल साथीको ब्याक बाइकमा चट्टसँगले उता गएपछि भेटौँला। अनि रमाइलो ठाउँ छ यहाँ, रमाइलो छ, तर अब त्यस्तै हो हैन। रमाइलो छ है, ठाउँ चाहिँ रमाइलो छ। घुम्नलाई चाहिँ नेदरल्यान्ड राम्रै हो, राम्रो ठाउँ। ल अहिले चाहिँ हामी जाँदैछौँ साइकलमा। यो चाहिँ अहिले जङ्गलतिर, यता रिभर साइडतिर छौँ, जाँदैछौँ। यो चाहिँ मेरो साइकल, अगाडि साथी छ। हार्लेमतर्फतिर लाग्दैछौँ, तर रमाइलो छ एम्स्टर्डममा। यस अहिले बाइकै नभए पनि साइकलले पनि राम्रो थाम्छ। इलेक्ट्रिक साइकल छ, एकदम चट्टसँगले धेरै कुदाइराख्नु पर्दैन। हाम्रो गन्तव्य चाहिँ हार्लेमको नेसनल जू हो। त्यहाँ गएर पनि म भ्लग बनाउँछु, त्यहाँ कस्तो कस्तो रहेछ, के रहेछ त भन्ने कुरा पनि म सबै देखाउँछु। र इन्डस्ट्री साइडै के इन्डस्ट्री हो पनि, गाडीहरू पनि पार्क गरिरहेछ धेरै, भनेपछि ठुलै रहेछ। गाडीहरूको त्यो हो जस्तो लाग्यो, सबै लाइसेन्सहरू नभएको गाडीहरू यहाँ ल्याएर राखेको जस्तो लाग्यो। त्यस्तै छ। घरहरूको चाहिँ यस्तो छ है। घरहरू चाहिँ यस्तो छ है। यहाँको मजा देखिँदैन, तर यस्तै छ। मैले कसरी भिडियो बनाउँदा चाहिँ राम्रो होला भन्ने कुरा पनि सजेसन थियो, हजुरहरू दिनु होला। म अलिक इनएक्सपिरियन्स छु र त्यस्तो आइडिया छैन क्या कसरी भिडियो बनाउँदा ठिक हुन्छ भनेर। र सजेसनहरू हजुरको जरुरी छ, सजेसनहरू चाहिँ दिनु होला। यो भिडियो मेरो युट्युब च्यानलमा अपलोड गर्छु। म चाहिँ युट्युब च्यानल चाहिँ अहिले बनाइहालेको छैन, म बनाउँछु आज गएर, अनि अपलोड हुनेछ। र टिकटकमा पनि क्लिपहरू आउनेछ भिडियोको। लाइक सेयरहरू गर्नु होला। पछि गएर फनी राम्रो भ्लगहरू आउँदै जानेछ। अहिलेको लागि चाहिँ एकछिनमा म उता पुगेपछि भ्लग बनाउँछु। ल गाइज, अहिले चाहिँ हामी जू भनेर आएको, अहिले बिचमा आइपुगेको छ। जूमा आएको अरे होइन, यो चाहिँ जू अरे। ल नेदरल्यान्डको जू अचम्म। अरे आम्मामा त डह्रो। यहाँ नेदरल्यान्डमा नि पाहाड हुँदो रहेछ भनेर, पाहाड भन्न आएछ, चुली हुँदो रहेछ भनेर बल्ल थाहा भयो है। बल्ल देखियो चुली। यो चाहिँ अगाडिको लेक भनौँ, अगाडि लेक। अनि यहाँ छ बिचको यो के भन्छ सेन्डहरू। मजाको ठाउँ छ। यहाँ साथीले दिँदैछ, दल्काउँदैछ।
म पनि तन्काउँछु होइन। ल साथी यत्रो आएर तिमीलाई होइन भर्ती लाग्यो कि लाग्यो? ठिक ठिक है, ठिक ठिकै। अनुभव चाहिँ राम्रै भयो भनौँ होइन। राम्रै नयाँ नयाँ चिजहरू पनि देख्न पाइयो। देख्न चाहिँ रमाइलो भयो। अलिकति घाम लागेको भए झन् राम्रो हुन्थ्यो। बादल अब पानी पर्ला जस्तो भइरहेछ। पानी परेपछि चाहिँ गाह्रोमा परिन्छ। त्यस्तै हो गाइज, यस्तै हो, यस्तै हुँदैछ। कस्तो कालो देखेको मान्छे कालै हो। जे गरे पनि घाम लागेको भए अलिकति गोरो पनि देखिन्थ्यो होला होइन। यस्तै छ है, यस्तै छ। त्यस्तो साह्रो वाउ भन्ने टाइपको चिज छैन रहेछ होइन। तर दामी चाहिँ रहेछ है। दामी टाइपको दामी चाहिँ छैन, दामी भन्न चाहिँ मिल्छ त्यस्तो खालको क्या। ल अब जाउँ है। अब लागेको होइन। अब लागेपछि अब लागेको त भ्लग बनाउँदिनँ होला म। करेन्ट सरेन्ट चौचो सौचो खाइयो अनि अब हिँड्यो। अब चाहिँ यति नै गरौँ। अब अहिले ठाउँमा आएको छौँ। अहिले ठाउँमा अब चाहिँ खाजा खानलाई। यहाँ साथीले कोक सोक चट्टसँगले निकाल्दैछ। सरले चाँडो भएर फेरि टोपी लगाएको छ। टोपी पनि फेरि भोटे टोपी छ है साथीको फेरि। डेन्जर जाडो उस्तै छ। आफूले चाहिँ लगाएको छ होइन। मम्मीहरूले हेर्नु भयो भने चाहिँ मारे अब। तर केही भएको छैन है, केही भएको छैन है, केही भएको छैन है। मलाई चाहिँ केही भएको छैन। यहाँ करेन्ट नेपाली नेपाली हो नि फेरि। यहाँ देख्यो भने साथीको देखाउ न साथी। यहाँ चौचौ वाइ वाइहरू सब सारेको छ। अनि यहाँ अब टक्कसँगले खाने हो। अब खाने हो यस्तो ठाउँमा बसेर होइन, रमाइलो ठाउँमा। ल पिस आउट।